मोमो कहाँबाट नेपालमा आएको हो? सही उत्तर हो तिब्बत। ढिँडो कुन अन्नबाट बनाइन्छ? सही उत्तर हो मकै। गुन्द्रुक बनाउन के चाहिन्छ? सही उत्तर हो हरियो साग। दाल भातलाई नेपाली भोजनको के भनिन्छ? सही उत्तर हो मुख्य भोजन। सेलरोटी कुन पर्वमा प्राय बनाइन्छ? सही उत्तर हो तिहार। हाम्रा रमाइला र शैक्षिक बालपुस्तकहरू अमेजनमा उपलब्ध छन्। आजै किन्नुहोस् र तपाईको बच्चालाई नेपाली भाषा र संस्कृतिमा समृद्ध बनाउनुहोस्।